ल यो मान्छे आउँछ स्कुटर लिएर अब यस्तै हानुलाई जसरी भएको छ कि यस्तो नराम्रो ठाउँ होइन यस्तो ठाउँ चाहिँ पुरै नगर हुन्छ मान्छेहरू जताततैबाट हिँडिया छ मान्छेहरू फाइनली गाइस म अब सिम लिन आइरहेको होइन सिमै भेटिरहेको छैन कि यता अब जति उ गरे नि होइन नेपाली काठबाट त मिल्दैन त्यही पनि कति कोसिस गरेँ बट नेपाली काठबाट त मिल्दैन भने इन्डियामा सिम यति गाह्रो कि लास्ट गाह्रो के नमिलेको 5-6 दिन भइसक्यो अहिलेसम्म कति सिम निकाल्ने कोसिस गरेँ पहिला थियो मसँग एउटा सिम बट त्यो नेपालको आएर चाहिँ हराइसक्यो अनि अब बरतल जुन होटलमा म बस्थेँ नि त्यो होटलको चाहिँ एउटा साथी बिहारको खै कताको रहेछ ऊ साथीलाई मैले जुगाड हान्न लगाएको छु उसलाई त्यो पैसा दिन्छु भनेर चाहिँ होइन ऊ साथी यहाँ हिँडिरहेको छ म साथीसँगै गइरहेको होइन हो यहाँको ठाउँ चाहिँ यस्तो छ क्या भित्रीहरू पुरा यस्तो छ ठाउँ चाहिँ अब सिम मिलेपछि त मजै आउँथ्यो कि किनकि सिम मिलेपछि त जहाँ गयो जस्तो गऱ्यो नि मतलब लोकेसन हेर्नलाई यति सजिलो हुन्छ नि नत्र वाइफाई नै खोज्नुपर्छ कि अब वाइफाई जुन ठाउँमा बसेर त्यो ठाउँमा मिल्छ त फेरि बाहिर वाइफाईहरू अरू ठाउँमा खोज्नु गयो भने वाइफाई पनि दिँदैन कि उनीहरूले यस्तो चुतिया टाइपको हुन्छ नि मान्छेहरू के भन्ने अब गल्लीहरू चाहिँ यस्तो थियो हेर्दै डर लाग्दो कागज गल्लीहरू त थियो होइन बट यस्तो यो केजाङ गुजुङ फोहोर टाइपको यो टाइपको यस्तो टाइपको चाहिँ खासै त्यहाँ हुँदैन कि अब यस्तो टाइपको छ जहाँ चाहिँ फोहोर आज त्यहाँ क्लिन छ किनकि यहाँ चाहिँ जनवरी 26मा चाहिँ खै यिनीहरूको चाहिँ त्यो हिन्दुस्तान पाकिस्तानको छुट्टीको दिन रे होइन त्यो दिन चाहिँ बहुत बडा हुने मेला टाइपको लाग्छ नि धेरै मान्छ कि त्यो दिनलाई चाहिँ होइन त्यो दिनलाई धेरै मान्यो भने चाहिँ यिनीहरूले चाहिँ यो सिम दिनै मानिरहेको छैन कि उसको आइडीबाट नि इन्डियन आइडीबाट नि यो सिम दिनु मानिरहेको छैन क्या यो धेरै ठाउँमा गयो सिम दिँदा होइन बट यो सिम दिनै मानेन क्या सिक्किनु मान्नु यता त अब यो मोबाइल उचाएर हेर्नलाई पनि यस्तो डर लागिरहेको छ पुरै नगर्नु किनकि सायद कसैबाट मलाई फलो गरिरहेको छ जस्तो लागिरहेको छ उसले मेरो हातमा मोबाइल आइफोन दिएको क्या देखि मेरो यस्तो पछि लाग्छ भन्नु होइन पछाडि एउटा फलो हानिरहेको हुन्छ क्या यस्तो चोरी हुने ठाउँ हुन्छ नि पुरै नगर्नु अब ठाउँ चाहिँ एकदम खत्तम डेन्जर ठाउँ क्या मान्छेहरू मलाई कति भुरी मान्छेहरू हेरिरहेको छ होइन त्यो पछाडिबाट मलाई सायद त्यो फलो गरेर जस्तो मलाई फिल भइरहेको छ होइन मेरो मलाई यस्तै हेरिदिन्छु होइन मोबाइल हातमा राम्रो देख्नु हुन्न कि देख्यो भने कसरी फुत्काउँ उसलाई कसरी के गरौँ भन्ने जस्तो हुन्छ कि अहिले चाहिँ यहाँ मोबाइल बन्द गरेर पहिला जस्तो चाहिँ यहाँ धेरै मान्छेहरू हेरिरहेको छ कि मलाई यहाँ चाहिँ अब ठाउँ देखाएको छ भने यस्तो फोहोर गनाउने टाइपको ठाउँ नि के भने होइन पुरै कबाड टाइपको यस्तो गन्ध आइरहेको छ नि घाँस पुरै नगरौँ क्या लास्ट गन्ध आइरहेको छ कि फेरि यिनीहरू यसरी घोरी हेरिरहेको छ मोबाइलदेखि चाहिँ यस्तो ठाउँमा नि यस्तो छ गन्दामा नि यस्तो छ यो फोहोर जताततै फोहोर यस्तो छ गल्लीहरू हेर्दै ऊ जस्तो क्या जताततै पिसाबहरू उनीहरू पिसाब फेरिरहेको हुन्छ भनेर फोहोर गरिरहेको छ यस्तो गरिरहेको छ होइन फोहोर जहाँदेखि नि राम्रो ठाउँै छैन कि काहीँ पनि यो होटल लाइन हो भने चाहिँ होइन बट त्यहाँ चाहिँ फोहोर यति धेरै भाइ यस्तो शोर सराका भोर भडाका मात्र छ कि जहाँ पनि कोही रिक्सा निकाल्दै भन्छ कोही के भन्छ मेरो होइन अब अर्को ठाउँमा त सिम पाएन अब अझै फेरि एक ठाउँमा यहाँ जाने कोसिस गरिरहेको छु उसको साथीबाट जसरी जुगाड गरिदिन्छु भनेर चाहिँ उसले अलिक पैसा दिएको छ मैले उसले केटाले गरिदिन्छु भनेर फकाइ है नत्र पैसा दिनु खासै सिम निकाल्नु मान्दैन कि सिम निकाल्ने ठाउँ हो म जान्छु भित्र खोइ के भन्छ यहाँतिर होइन यस्तो उ छ कि के भन्छ भिड भएका शोर सराका होइन यस्तो भिड छ कि होइन हेर्नु त यस्तो भिड छ क्या यतातिर गाडीहरू पनि त्यस्तै छ टट मात्र छ अन्त बढी मोबाइल देखाउनै ऊ हुँदैन चोरी हाल्छ त्यही पनि अलि देखाइरहेको छु है
यता मान्छेको बाटोमा हिँड्ने ठाउँमा चाहिँ गाडी कुदाएर हिँडिरहेछन्। अब बाटो हेर्ने मान्छे होइन, दिल्लीमा चाहिँ यस्तै हुन्छ। अब बाटो हेर्ने ठाउँमा चाहिँ अब केटीमा चाहिँ गाडी कुदाएर हिँडिरहेछन्। अट्ने पछि त्यहाँ के कारहरू नै चढाउँथ्यो होला, कारहरू नउड्नु हुनाले चाहिँ यस्तो छ यहाँको अवस्था।